हेलो गाइस, नमस्ते। हेर्नलाई हामी चाहिँ आज फिश फ्राई गर्दैछौँ। यो चाहिँ माछा फ्राई हो। माछा फ्राई बनाएर खाने हो है साथीहरु। अहिले माछा चाहिँ मैले यस्तरी नुन र हदेलो लगाएर यस्तरी मिक्स गरेर राख्नुपर्छ है। पछि चाहिँ यहाँ अलि हदेलो धेरै हाल्नु है साथीहरु, चिप्किदैन क्या। हेर्नु त एउटा पिस पनि चिप्किया छैन। हेर्नु यस्तरी अलग अलग सफ्ट छ यस्तरी क्या। यो फिशले चाहिँ एकअर्कालाई छुँदैन यस्तरी क्या। यहाँ तल नुन र हदेलो हाल्नु है पहिला फ्राई गर्दाखेरि, किनभने यसरी चिप्किदैन क्या तल, नत्र भने चाहिँ चिप्किन्छ। तल नुन र हदेलो हाल्दाखेरि चिप्किदैन साथीहरु। हामी चाहिँ आज फिश फ्राई बनाएर खाने हो साथीहरु। फिश फ्राई हेर्नु त। म चाहिँ अहिले फिश फ्राई बनाउँदै छु। माछा फ्राई के माछा फ्राई। आज मार्केटमा फ्रेस माछा पाइन्छ त, त्यही भएर हेर्नु होला। हजुरहरु पनि बनाउला खानु होला। माछा त राम्रो हुन्छ, आफ्ना गाउँको जस्तो त हुन्न, त्यही पनि राम्रो हुन्छ भनौँ। सो हेर्न सक्नुहुन्छ। म चाहिँ पुरा भिडियो बनाउँछु है फ्राई भइसक्यो कस्तो खाने हो भने। किन मार्केट गएर यस्तै सब्जी ल्याएर आएको क्या। सब्जी हेर्नु त। यो मटर, टमाटर, बिनिस, करेला, शिमला मिर्च, खीरा, अनि यो चाहिँ गाजर, यो चाहिँ बिटरुट, यो चाहिँ भेन्डी, यो चाहिँ फेरि प्याज, यो धनिया यस्तरी ल्याएको के। यो चाहिँ यहाँ यस्तरी पर्दैछ। हेर्नु त, भात खानै पर्दैछ है। चाहिँ मटर भोलि मटर आलुको सब्जी बनाउने हो क्या। मटर आलु जे पनि बनाउन सकिन्छ। मटरको साथ त राम्रोसँग मटरका पराठा पनि बनाउन सकिन्छ है। म चाहिँ मटर आलु बनाउने हो। पराठा चाहिँ बनाउन झ्याउ हुन्छ है साथीहरु। अलिकति अझ हल्दी फेरि हाल्नुपर्छ है। हल्दी हाल्यो भने नुन पनि हाल्नु कि साथीहरु। नुन पनि यस्तरी नुन पनि हाल्यो भने हजुर यो चाहिँ चिप्किँदैन है फेरि। यसलाई चाहिँ ढक्कन लगाइदिनु। यहाँ चाहिँ भात पाक्दैछ। सो किचन पनि साफ छ, भाँडा पनि धुइसके। हेर्नु त, यो माछा खानको लागि रेडी भइसक्यो है मेरो छोरीले। नमस्ते नमस्ते। हाम्रो टमाटर राइस पनि पाक्दैछ। यो चाहिँ राइस यहाँ हाल। यो अहिले राम्रोसँग पाक्यो भने यहाँ नुन खुर्सानी हदेलो हालेर यो राम्रोसँग पाक्यो भने त्यस पछाडि यो राइस मिलाइदिने हो। त्यो टमाटर राइस हुन्छ। माछा चाहिँ फ्राई हुँदैछन्। यो हाम्रो फिश फ्राई यस्तरी टुट्दैन क्या। पहिला हदेलो र नुन हाल्यो भने तेलमा पनि हाल्नु पर्छ, टुट्दैन। यस्तो कडक फ्राई हुन्छ। हेर्नु त, यस्तरी फ्राई हुन्छ क्या। यो यस्तो फ्राई हुन्छ। यो पनि यस्तै हो। यहाँ तेलमा चाहिँ नुन र हदेलो हाल्न नभुल्नु है। गरम तेलमा नुन र हदेलो हाल्यो भने चाहिँ यो माछा टुट्दैन क्या। यस्तरी हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ टमाटर राइस पनि रेडी भयो हाम्रो। अब चाहिँ धनिया हाल्ने। टमाटर राइस पनि रेडी भयो है। यो फिश चाहिँ माछा चाहिँ अझ फ्राई हुँदैछ। अब यसलाई पल्टाउनु पर्यो है।
तो फाइनली गाइस यो चाहिँ छोराको खाना, यो चाहिँ बुढाको खाना, यो चाहिँ मेरो खाना, यो चाहिँ छोरीको खाना। हेर्न सक्नुहुन्छ हाम्रो फिश बनेर रेडी पनि भइसक्यो। हेर्नु त अब बसेर खाने हो। दर्शनी लग तेरो। सो गाइस फिश कसलाई मनपर्छ कमेन्ट गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला। सो गुड नाइट गाइस। हामीहरू चाहिँ अब खाँदैछौ। कस्तो छ है खाएर देख्नु है। वाह यस्तरी चाहिँ निम्बु हाल्नु है। यसरी हालेर रातिको खाना। बाय बाय, नमस्ते, गुड नाइट।